वाटर क्रसिङ ओए त्यो जाने खोज्छ त पहिला चाहिँ लाइक राम्रो थियो बाटो अहिले त खत्तम भइसक्यो खत्तम बाटो चाहिँ यता ढोस्टे छ है यो चाहिँ सातो बाटो चोक यताबाट गयो भने लङ्केल यताबाट जाने अब हामी चापागाउँ जाने बाटोमा जाने हो होइन अनि त्यसपछि यहाँबाट आयो भने लेफ्ट साइडमा एउटा पेट्रोल पम्प हुन्छ सो या हेलो एन्ड वेलकम टु माई न्यू भ्लग अनि अब आज फेरि न्यू डे न्यू भ्लग आज हामी लटारामेश्वर जान लागेको विच इज लाइक कति किलोमिटर होला अब आई गेस एक्ज्याक्टली थाहा छैन तर पनि अनि त्यो चाहिँ लाइक लटारामेश्वर चाहिँ लाइक मकवानपुर जिल्लामा छ होइन हामी यहाँबाट अब चापागाउँ अनि त्यसपछि इटौडा जाने बाटोमा जानुपर्छ त्यही हो यहाँबाट अब सिधा सिधा फर्स्ट लाइक चापागाउँ नै पुग्नुपर्छ होइन अब चाहिँ हामी सुनाकुटी पुग्यो होइन अब चाहिँ हामी ढाकेलटोबाट पुग्यो होइन यहाँबाट लेफ्ट गयो भने चाहिँ थापखेल जान्छ हामी सिधा जाने यहाँबाट वे टु चापागाउँ वेलकम यो छैन पुलिस स्टेसन होइन पहिला सिनेमा हल थियो कि यहाँको अहिले चाहिँ होइन पुलिस स्टेसन बनाएको छ कि यसलाई चाहिँ अब यहाँबाट गयो भने चाहिँ बज्रबारै जान्छ होइन अनि यहाँबाट जाने अब हामी अनि यो चाहिँ चापागाउँ बस पार्क यहाँबाट चाहिँ लाइक चापागाउँ जाने गाडी चाहिँ यहाँसम्म आइपुग्छ लगन खेलबाट आयो भने चाहिँ होइन यो सेम बाटो त मैले कति देखाइसकेन भिडियोमा नै यहाँ त खत्तमै छ बाटो पुरै पहिरो आएर चाहिँ लाइक राम्रो थियो बाटो अहिले त खत्तम भइसक्यो खत्तम अब यो सफा गर्ने पनि होइन पहिला म यहाँनिर आउँदाखेरि राम्रो थियो त्यो म आई कार्डमा देखाउँछु होइन कस्तो थियो पहिला बाटो भनेर अहिले त लास्टै खत्तम छ यो बाटो पहिलाको हेरेर त अब यताबाट सिधा गयो भने चाहिँ पिआई पार्क लेले होइन जान्छ हामी चाहिँ यहाँनिर इटौडा जाने बाटोतिर जाने तलपट्टि यताबाट जाने हामी चाहिँ होइन यता चाहिँ यताबाट म गइसक्यो तर यता चाहिँ धेरै समस्या गएको छ नि ओ यहाँ त बाटै छैन यार वाट पहिला हेरेर लास्टै चेन्ज भइसक्यो यहाँनिर बाटो त के अब यतातिर जाने है इटौडा साइडतिर जाने हो मेन भनेको हामी अब यताबाट पनि वेट इटौडा यस लेफ्ट सरी राइट जाने हो यहाँबाट वेट इटौडा भनिरहेको छ होइन यतातिर जाने हो यहाँबाट चाहिँ यता के भन्छ ढलान बाटो छ हल्का है सबभन्दा वर्स्ट भने ढलान बाटो हो क्या मनै नपर्ने हामी त्यहाँ माथि जाने जसलाई यहाँ पनि खत्तमै रहेछ यार पुरै अघि मैले बाटो देखाएको थिएँ नि तल त्यो यहाँनिर जान्छ भने मैले बाटोको त अब कति कुरा गरौँ होइन ओ के हो यो बाटै छैन अब हामी जति माथि गयो त्यति चिसो भर आउँछ जाडो नि भर आउँछ होइन त्यो माटोको बास आइरहेछ है ल्यान्डस्लाइड एरिया देखि पनि रहेछ 3 पाने पुग्यो हामी पहिला मैले चाहिँ यहाँ बेला हुस्सु नै हुस्छु थियो क्या पुरै के देखिरहेको छ कि छैन होइन त्यहाँ माथि खेत क्या राम्रो देखिरहेछ त्यहाँनिर यहाँ अगाडि पनि रहेछ वाउ क्या खतरा देखिरहेछ कि लाइक हुन्छ नि त्यहाँनिर गाडी गइरहेको थियो ल्यान्डस्लाइड सबै खतरा देखिरहेछ त्यहाँ सानो मिनी झर्ना हेर क्या खतरा देखेको है आँखाले हेर्दाखेरि क्या राम्रो देखिरहेको छ गोप्रोमा चाहिँ देखेको छ कि छैन थाहा छैन होइन तर आँखामा है त्यो एउटा चिज म देखाउँछु है क्या खतरा ठाउँमा बनाइराखेको घरहरू के अब म तलतिर जाने फेरि त्यहाँ न क्या राम्रो देखेको वाटर क्रसिङ आयो वाटर क्रसिङ धेरै ठुलो त होइन तर पनि वाटर क्रसिङ त वाटर क्रसिङ हो अब चाहिँ लाइक बिग्रा बाटो भन्या बाटो बिग्रा बाटो आउँछ सुरु भयो है मन्दिर रहेछ यहाँनिर एउटा क्या खतरा लोकेसन भयो क्या है क्या खतरा झर्ना हेर्न है अब त बाटो यस्तै हो लाइक आधी राम्रो आधी बिग्रेको एकछिन बिग्रेको बाटो आउँछ एकछिन फेरि बनेको फेरि बिग्रेको फेरि बनेको त्यहाँ माथि झर्ना छ म देखाउँछु है माथि देखाएर छ ल है त्यहाँ माथि देखाएर छ क्या झर्ना क्या खतरा क्या लाइक नेचरमा लाइक माथिबाट वाटर क्रसिङ काल्ची पुग्यो हामी बगुवा पुग्यो ओ क्या खतरा यहाँनिर बाटो चाहिँ खतरा छ कि एकदमै लिन गरेर चलाउन मजा आइरहेछ यो छ नि बागमतीको पानी हो अरे नि बागमतीबाट आउने पानी छैन यही पानी नै हो क्या यहाँबाट लेफ्ट होइन ओ यसमा चाहिँ पाङ्ग्रा स्किड हुन्छ है बिस्तारै जानुपर्छ मेरो कानै बन्द भइरहेछ वाटर क्रसिङ क्या खतरा होइन माथि देखाइरहेछ बिस्तारै यहाँबाट होइन राइट जानुपर्छ है ओ सेट मेरो जुत्तामा लाग्यो यहाँबाट नि है
यो बोर्ड देखेपछि राइट कता हो यतातिर हो जसलाई उतानिर हो जसलाई अब यताबाट यतातिर चाहिँ हो है अनि यहाँबाट सिधा बाटो हो यहाँबाट चाहिँ बाटो पुरै खत्तमै खत्तम छ है नो डाउट होइन बाटो चाहिँ यता ढोस्टे छ है ओए झर्ना यहाँ पनि रहेछ त क्या खतरा झर्ना यार है त माथि खाएर क्या खतरा देखिरहेको यो चाहिँ लाइक चियर छैन हाइकिङ आएको मान्छेहरूलाई राख्यो होला कि है यहाँनिर पुगेपछि यस्तो बाटो आयो है ओए के हो जाने खोज ल अब यहीँ चाहिँ म बाइकमा यहाँबाट त बाइक जाँदैन यहाँ त बाइक जाने जस्तो बाटोहरू छैन यहाँबाट अब हिँड्दै नै जानुपर्छ अब त्यहाँबाट यता आउने अनि पछि यहाँबाट जाने बाटो चाहिँ खतरनाक छ बी प्रिपेयर्ड बाई कमिङ फाइनली पुग्यो यहाँ मन्दिर यो मन्दिर भयो है अनि यो चाहिँ यताको भ्यू के देखेको छैन तर यही हो अनि अर्को त्रिशुल चाहिँ यहाँ छ लाइक तलबाट देख्ने त्रिशुल देखिन्छ भन्छ मैले त देखेको छैन तलबाट एक्ज्याक्टली जान्छ म यही होला तलबाट देख्ने त्रिशुल यही छ यहाँको भ्यू यहाँले चाहिँ वी आर अबोभ द क्लाउड अपडेट होइन हामी कति अझै 6 बज्यो होइन भर्खर तल झर्दैछ होइन अब अझै टाइम लाग्छ तल झर्नै बाटो चाहिँ यस्तै हो राति चाहिँ हल्का गाह्रो हुन्छ अरू भनेको त त्यस्तै हो यस्तो बाटोहरू के है उज्यालो हुनुभयो जति राम्रो थियो नि होइन अँध्यारो हुनुभयो त्यति डर लाग्दो के सो अब हामी घर पनि पुग्न लाग्यो कति 7:30 भयो होइन अब ट्रेकिङ गरेर जाने हो भने चाहिँ ठिक छ होइन ट्रेकिङ गर्न सक्ने भयो चाहिँ होइन म जस्तो पारा भने चाहिँ सक्दैन त्यही भएर सुरुदेखि नै माइन्ड प्रिपेयर हुनुपर्छ होइन सुरुदेखि नै लाइक यहाँ जान सक्छु भनेर माइन्ड प्रिपेयर चाहिँ हुनुपर्छ यदि माइन्ड प्रिपेयर छैन अनि लाइक आधी बाटो पुग्ने बित्तिकै गिभ अप गर्ने हो भने चाहिँ सक्दैन अनि हामी चढ्नुमा चाहिँ अराउन्ड कति 2.5 घन्टा जस्तो लागेको थियो 1 घन्टामा झरेको हामी जाने नै मन हो भने चाहिँ सकेसम्म चाँडो जानुपर्छ हामी जस्तो लेट चाहिँ जानु हुँदैन हामी त्यहाँबाट हिँडेको नै कति लाइक तलबाट हामी हाइकिङ स्टार्ट गरेको नि कति 2:30 मा स्टार्ट गरे हो अनि आई गेस त्यहाँ माथि पुग्ने बेला कति 4:30 5 भइरहेको थियो नि त आई गेस 5 त बज्न लागिसकेको थियो कि किन 2 घन्टा लाग्यो नि त होइन 2:30 बजे भनेपछि अनि 4:30 भनेको 2 घन्टा भयो होइन अनि त्यसपछि कति 5 बज्न लागिरहेको थियो जस्ट पुग्नु बेला चाहिँ 5 बज्न लाग्यो त्यति हो अनि यहाँ भ्यू चाहिँ एकदम बबाल छ होइन लाइक क्यामेराले जस्टिफाई गर्न सक्दैन आँखाले हेरेर मात्रै सक्छ होइन अब त्यो भ्यू हेर्नुको लागि त आफै जानुपर्छ लाइक मैले एक्सप्लेन गरेर चाहिँ हुँदैन अनि बाटो डिरेक्सन चाहिँ देखाउँदैन होइन त्यही भएर राति फर्किनु पर्यो भने चाहिँ हल्का डर लाग्दो पनि छ
हराउँछ पनि होइन. सो या अब आजको लागि यति. यु विल सी मी नेक्स्ट टाइम गोइङ समवेयर एल्स अर मेकिङ एनी अफ द भिडियो लाइक दिस. अब आजको लागि यति. थ्याङ्क्स फर वाचिङ.